एक रमणीय गाउँमा रवि नामको 10 वर्षे बालक बस्थ्यो। ऊ निकै जिज्ञासु र चञ्चल स्वभावको थियो। उसको स्कुल जान, साथीहरूसँग खेल्न, नयाँ कुरा सिक्न निकै मन पर्थ्यो। गर्मी सुरु भइसकेको थियो र गाउँका रुखहरूमा हिउँदे फलफूलहरू बिस्तारै देखिन थालेका थिए। रविको घरको छेउमै एउटा ठूलो आँपको रुख थियो। त्यहाँ हरेक वर्ष राम्ररी फल लाग्थ्यो। रवि हरेक दिन स्कुल जाँदा र आउँदा त्यो रुख हेर्थ्यो र आँपलाई गन्दै जाथ्यो। आज त 15वटा भए, अब चाँडै पाक्छ होला। तर उसको धैर्य कम हुँदै गयो। एक दिन रवि स्कुलबाट फर्किँदै थियो। घाम तातो थियो, मुख सुकिरहेको थियो। उसले आँपको रुख हेऱ्यो। हरियो आँपहरू बिस्तारै ठूला हुँदै गएका थिए। रविको मनले भन्यो, आज म एउटा जित्छु। पाकेको नहोला, तर स्वाद त हेरेर बुझिन्छ नि। ऊ वरिपरि हेर्छ, कोही छैन। सानो ढुङ्गाले आँप हान्छ र एउटा काँचो आँप खस्छ। उसले जुरुक्क टिपेर खायो। आइ, कति अमिलो! उसको मुख एक्कासी बिग्रिन्छ। तर त्यही बेला उसको पेट पनि गडबडिन थाल्छ। घर पुगेपछि ऊ थकित देखिन्छ। आमाले सोध्नुहुन्छ, बाबु के भयो? आज त अनुहारमै खुसुक्क छ। रविले डराउँदै सबै कुरा भन्छ। आमाले मुस्कुराउँदै भनिन्, काँचो आम भनेको काँचो ज्ञान जस्तै हो बाबु। समय नपुगी खाए जस्तै हरेक कुरा जबरजस्ती गर्न खोज्यौं भने फाइदा होइन, नोक्सान हुन्छ। तर त्यो आँप त मिठो देखिएको थियो। रविले भन्यो। मिठो देखिनु र मिठो हुनु फरक कुरा हो बाबु, आमाले भनिन्। आफ्नो समयमा पाकेको फल आफै मिठो हुन्छ। प्रकृतिको नियम छ, धैर्य गरियो भने फल अवश्य मिठो हुन्छ। त्यसपछि रवि केही दिन आँपतिर हेरेन। ऊ कुरिरह्यो। दिन बित्दै गए। एक दिन आँपहरू पहेँला भएको देखेर आमाले भनिन्, अब आँप तयार छ। हेर, यो समयको इनाम हो। रवि आँप टिप्छ र खाछ। मिठासले उसको अनुहारमा चमक आउँछ। अनि भन्छ, अहिले त साँच्चै मिठो रहेछ। त्यो दिनदेखि रविले एउटा गहिरो कुरा बुझ्यो। जुनसुकै कुरा किन नहोस्, समयको प्रतीक्षा गर्न सके फाइदा हुन्छ। यदि तपाईलाई आजको काँचो आमको रहस्य कथा मन पर्यो भने कृपया यो भिडियो लाइक गर्न नभुल्नुहोस्, साथीहरूलाई शेयर गर्नुहोस् र यस्तै रमाइला शिक्षाप्रद बालकथाहरू हेर्नका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईको सानो समर्थनले हामीलाई अझ प्रेरणा मिल्छ र आगामी दिनहरूमा अझै रमाइला कथाहरू ल्याउन सहयोग गर्छ। धन्यवाद।